यहाँ हेर्नुहोस् है त यहाँ अब यो यस्तो राम्रो छ। अब यसको यहाँ मैले धेरैचोटि देखाएको छु हजुरहरूलाई, तैपनि नदेखेकोलाई। यो यति छिप्पिएको दाना छ, तर यो यस्तो यस्तो कमलो छ कि कस्तो राम्रो सिमी। नमस्ते साथीहरू, आज चाहिँ वैशाखको 2082 साल वैशाखको 13 गते है। अनि मेरो कौशीको सिमी चाहिँ मैले हजुरहरूलाई बेला बेलामा चाहिँ देखाइरह हो, तर मैले धेरै मान्छेलाई यो बिउ पनि दिइसकेको छु। ककलले उमार्नु भयो, ककलले फलाउनु भयो थाहा छैन। अनि मेरो विशेष छनौटमा परेको सिमी यहाँ हेर्नुहोस् है, यो कस्तो यति लामो छ कोसा होइन। अनि यो भुइँदेखि है, यहाँ हेर्नु न, यहाँ यो भुइँदेखि फल्यो छ क्या। यो यस्तो भुइँदेखि के फल्यो यस्तो विधि हो। अब यो भुइँमा फल्यो, अब यहाँ भुइँदेखि कहाँसम्म फल्छ त भन्दा यहाँसम्म गइसक्यो होइन। अनि अब यहाँ हेर्नुहोस् है त, म हजुरहरूलाई देखाउँछु यो कस्तो राम्रो सिमी छ भने। एउटा पहिलो मेरो रोजाइको सिमी यही हो। मैले धेरै थरी सिमी रोपेर अनि छनौटमा परेको सिमी है यो। अनि हजुरहरूलाई यसो नदेखाइकन त चित्तै बुझेन है। यो सिमीको नाम के हो पनि थाहा छैन। अब काम चाहिँ तरकारी खाने हो, नाम चाहिँ थाहा भएन। यहाँ हेर्नुहोस् है त यहाँ, अब यो यस्तो राम्रो छ। अब यसको यहाँ मैले धेरैचोटि देखाएको छु हजुरहरूलाई, तैपनि नदेखेकोलाई। यो यति छिप्पिएको दाना छ, तर यो यस्तो यस्तो कमलो छ कि कस्तो राम्रो सिमी। यो एउटा भयो है, मैले यो टिपेँ। अनि यहाँ चाहिँ मेरो सिमीको नाम मलाई थाहा छैन, मैले नाम राखेको चाहिँ निलो सिमी है। अनि यो निलो सिमी पनि यस्तो हो है। यो चाहिँ यो निलो सिमी लामो चाहिँ एकदमै लामो छ। अनि यो चाहिँ अलि मोटो छ, यो चाहिँ अलि छोटो छ, तर यो पनि छिप्पिँदैन है। यो पनि सिमी राम्रो हो होइन। अब हेर्नुहोस् है त, अब यो यहाँ हेर्नुहोस्, यो चाहिँ मेरो निलो सिमी मसँग भएको। मैले धेरै सिमी रोपेर मैले छानेर मलाई कौशीमा रोप्न यो चाहिँ उपयुक्त हो है भनेर राखेको सिमी मध्ये एउटा कालो, एउटा सेतो, निलो, त्यस पछाडि अहिले म हजुरहरूलाई अरू पनि देखाउँछु। अब यहाँ हेर्नुहोस् है त साथीहरू, यहाँ हेर्नुहोस् है, यो निलो। अब यहाँ आएँ म, यहाँ हेर्नुहोस् है त। अब मैले हजुरहरूलाई के देखाएँ भन्दा यो पनि निलो, यो टिपौँ है, यो निलो छ। अनि यो सिमी है, यो चाहिँ मैले कालीमा के अरे त्यहाँ जडीबुटीमा कहाँको यता काभ्रेतिरको सिमी रे भनेर राम्रो लागेर यो ल्याएर रोपेको। यो चाहिँ रातो रातो धर्का भएको छिरबिरे छ। यो चाहिँ छिप्पिन्छ है। यसको दाना मात्रै कि कलिलै खान पर्यो कि दाना मात्रै खान पर्यो यसको चाहिँ। अनि अब मेरो यो रोजाइको सिमी है, यो हजुरहरूले अहिले त्यति राम्रो देख्नुहुन्न, यो त्यति राम्रो भएन। मेरो यो बिउै मास्यो कि भनेर ठुलो तनाव लागेको थियो। धन्न एक बोट रहेछ। अब यहाँ 2-3टा कोसा राख्छु म बिउलाई। यो चाहिँ यस्तो छिरबिरे छ है, निलो हरियोमा निलो छिरबिरे छ। यो पनि यही खालको हो है। यो भयो। अनि अब यो चाहिँ राजमा सिमी है, यो पनि राजमा हो होइन। यो चाहिँ छिप्पिन्छ, दाना खाने हो। अनि यो चाहिँ छिप्पे पनि बोक्रै शुद्ध खाने सिमी। हामीलाई चाहिँ अब छिप्पे सिमी बोक्रै खाने सिमी चाहिँ हामीलाई चाहिन्छ। मलाई एकचोटि सिन्धुलीबाट ल्याएको भनेर भाउजूले दिनुभएको थियो। यति लामो लामो कोसा कोसा साह्रै राम्रो थियो। त्यो चाहिँ बिउ मेरो हरायो। अहिले चाहिँ यो यस्तो यस्तो छ, तर यो पनि खानलाई एकदम राम्रो छ है त साथीहरू। हेर्नुहोस् है त, यो चाहिँ अब अस्ति वैशाख 1 गते टिपेर खाइयो। अनि अलिअलि अलिअलि टिपेर अनि आज चाहिँ यसो साथीहरूलाई भिडियो देखाइदिउँ न त। साथीहरू अब यो चाहिँ सिमीको आइटम मैले देखाएँ है। मसँग धेरै आइटम छ, तर मलाई मन परेको आइटमहरू चाहिँ मैले हजुरहरूलाई देखाएँ होइन। अनि हजुरहरूले चाहिँ मेरो युट्युब च्यानललाई चाहिँ धेरै हेरिदिनु भएको छ है। अनि फुल भिडियो पनि हेरिदिनु होला। अनि हजुरहरूलाई मैले यो चाहिँ आज सिमीको मात्रै आइटम देखाएको। हजुरहरूले हेर्न सक्नुहुन्छ ब्रोकाउलीदेखि
अनि यो काउली अनि यो काँक्रो यी सबै चिजको त एउटा भिडियो बनायो भने मेरो 100वटा भिडियो बन्छ होइन। अनि त्यही भएर धेरै चाहिँ अहिले नबनाऊ भनेर मैले सिमीको मात्रै भिडियो बनाएको छु। हजुरहरूले चाहिँ मेरो रुफ फार्मिङ विथ गङ्गा च्यानललाई हजुरहरूले हेर्दै गर्नुभयो भने मैले चाहिँ अब जे फलाएको छु त्यो चाहिँ सकेसम्म पोस्ट गर्छु, भ्याइँदैन सकिँदैन कतिचोटि है। अनि फुल भिडियो हेरेर हजुरहरूलाई मनमा लागेको केही सोध्न मन लागेको कुराहरू छ भने कमेन्ट गर्नु होला। धन्यवाद।